नमस्ते। तपाईँको नाम के हो? मेरो नाम पेमा शेर्पा। पेमा उमेर कति भयो? मेरो 20 वर्ष। अनि यही एभरेस्टमा काम गरेको कति वर्ष भयो? एभरेस्टमा यसपालि फर्स्ट टाइम हो म। अरू बेला अरू अन्त ठाउँ हिमाल गएको थियो, एभरेस्टमा चाहिँ फर्स्ट टाइम हो म। अनि तपाईँ कस्तो लागिरहेछ अहिलेसम्म? अब ठिकै लागिरहेछ, राम्रै छ होइन। एभरेस्ट देखिया छ, खुसी लागिरहेको छ त्यसमा नि। त्यही हो। सो मेरो घर सङ्कोसभा मकालु। शेर्पा भनेपछि त अब हिमालय सबैले शेर्पै भन्छ होइन। एभरेस्ट चढ्ने मान्छेले नि शेर्पै भन्छ। अब यो एभरेस्ट चढ्न अथवा एउटा गुरुङ जाति तामाङ जाति आयो भने त्यसले शेर्पै भन्छ होइन। त्यही भएर शेर्पाको पेसा नै शेर्पै जस्तो लाग्छ क्या। अनि हिमाल चढ्ने शेर्पै जस्तो लाग्छ मलाई चाहिँ। अनि यसको पैसाले चाहिँ के गर्नुहुन्छ? किन यस्तो डेन्जर काम चाहिँ किन गर्नु? अब त्यो त बद्ध्यताले, अब कमाइ छैन अरू ठाउँ होइन, जबै पैसा हुन्छ यहाँ त। तपाईँको अब 1 महिना काम गर्ने बित्तिकै यहाँ त 6-7 लाख रुपियाँ पैसा जबै हुन्छ। ओहो, पैसा जबै कमाइ हुने रहेछ। त्यहाँदेखि खुसी लाग्यो होइन, घरमा गयो आनन्दले बसेर खायो, इन्जोय गर्यो। त्यही हो मेरो। घरमा बुवा मम्मी बहिनी भाइ त्यति हो मेरो। एकदम सिम्पल लाइफ हो। गाउँमा गएर अब सबैले अब तपाईँले केही परिरहेको छ भने त्यसले हेल्प गर्ने, कुनै ठाउँमा केही पुगेको छैन भने त्यसले पुगाउने, त्यस्तो कामहरू चाहिँ गर्छु। अब समेत भोलिको प्लान। अनि मनमा के छ? मनमा एकदम खुसी छ। एभरेस्ट चढ्नु पायो, एकदम खुसी छ क्या। सक्सेस भयो भने खुसी छ, सक्सेस छैन भने के गर्नु त। अब कुनै बेला यस्तै हो, हिमाल त यहीँ रहन्छ नि त होइन। अब त्यही हो। एभरेस्ट भनेको चाहिँ देउता हो। देउताको घरमा चढे जस्तो चाहिँ हो क्या हामीले। एक दुईचोटि चढ्नु पो अब देउताले नि साथ दिन्छ त। सधैँचोटि एभरेस्ट चढ्नु गयो भने त कोही बेला त हुँदैन नि त। यस्तै हो। केही सोचेकै छैन, अब बिस्तारै सोच्नेवाला म। अहिले पो बिस्तारै उमेर आउँदैछ, बिस्तारै सोच्ने हो।